चिन्ता चिता समाख्याता तस्मात् चिन्ता गरीयसे चिता दहति निर्जीवं चिन्ता जीवयितु तनुं भनिन्छ। चिता चिन्ता समाख्याता, चिता अनि चिन्ता समाख्याता उस्तै हुँदैन। चिता पनि चिन्नुभयो, चिन्ता पनि चिन्नुभयो, तर त्यसमा पनि तस्मात् चिन्ता गरियसी, चिता भन्दा गइयो कि चिन्ता अरे किन भन्दा चिता दहति निर्जीवम, त्यो चितामा त निर्जीव शरीरलाई जलाइन्छ, तर चिन्ताले जीवयितु तनु जिउँदो शरीरले जलाउँछ, भित्रभित्रै जलाइरहेको हुन्छ चिन्ता। शोकस्थान सहस्राणि भयस्थान शतानि च दिवसे दिवसे मूढम आविशन्ति न पण्डितम। शोकस्थान सहस्राणि, शोक गर्ने 100औं ठाउँ हुन्छ शोक गर्ने। अनि थियो उसका कर्मका प्रभावले केही हो बिचारा भन्ने आइगयो क्या। भयस्थान शतानि च, डराउने ठाउँ 100औं हुन्छन्। अब यता मोबाइलमा टिकटक लगाएर हेर्दै थियो, यता सब्जी पनि बनाइँदै थियो, नुन हाल्यो कि हाल्यो बिर्स्यो क्या। ला भरे नानीका बाबाले के भन्यो आइगयो क्या डर। भयस्थान शतानि च दिवसे दिवसे मुडम, दिनै पछि आउँछन् अरे मूर्खका लागि। हामी त कोही मूर्ख छैनौँ। भविष्यन्ति न पण्डित, जान्नेका लागि सज्जनका लागि यो कुरा आउँदैन। त्यही भएर चिन्ता लिने हुँदैन। चिन्ता भन्दा बरु चिन्तन गर्नु भने, चिन्ता लिनु भन्दा पनि चिन्तन गर्नु, भगवानको चिन्तन। चिन्ताले के गर्यो जीवयितु तनु, जिउँदो शरीरलाई जलायो, तर चिन्तनले के गर्दछ भन्दा आत्मालाई निर्बल गर्छ, त्यो आत्मालाई पार लगाउँछ। अघि हामीले भजन पनि सुन्यौँ, आएका हामी हरिनाम जपी प्रभुजी गर्दैदेखि कबुल गरे। आत्मा कल्याण गर्नु चाहिँ हाम्रो सबैभन्दा ठुलो उद्देश्य छ। यी कर्म महामुनि पनि हेर्नु, धर्म सबै प्रयोगमा हुन्छ। साक्षात भगवानको दर्शन गरे, भगवान पुत्रका रूपमा आउनुभयो, तब पनि भगवानको भजन गर्दैछ। हामीले अलिकति परिपूर्ण भयो भने हामी भगवानलाई बिर्सिन्छौँ क्या। हामीले देखाले के पाउँछन् र भनिन्छ, बुवाआमाको श्राद्ध बिर्सिन्छौँ है, घरमा पूजा आजा बिर्सिन्छौँ, यो गर्न हुँदैन भनिन्छ। तर तिमी परमात्माले हेर्नु त आज हामीलाई यो सुन्दर शरीर दिनुभयो, यी सुन्दर नेत्र दिनुभयो, सुन्दर कान दिनुभयो, सुन्दर हात दिनुभयो, जसो जसो बताउनका लागि झुपडी दिनुभयो, जसो जसो घाँसका लागि अलिकति अन्न दिनुभयो। अनि संसारमा सुखी हुन चाहिँ आफूभन्दा तलकालाई हेर्नु अरे अनि सुखी हुन्छ अरे क्या। दुखी गरेर त यो संसारमा लाखौं करोडौं मान्छेको आँखा छैन, हाम्रो त छ नि। 100औंको हात छैन, खुट्टा छैन, कान छैन, हिँड्न सक्दैनन्, बोल्न सक्दैनन्। हामी त हिँड्न सक्छौँ, बोल्न सक्छौँ, सबै हृष्टपुष्ट शरीर छ। 100औंको परिवार छैन, 100औंको घर छैन, अनि हामी कति सुखी छौँ। सुखीहरू को छ? यो भावना लियौँ भने बडो आनन्द। कर्म महामुनि जङ्गल जानु